हाई साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ यहाँ म मूल खर्कमा चाहिँ यस्तो यो कृषिको यो नर्सरी के अरे कफीको नर्सरी गरेको तपाईँहरूलाई देखाउँदैछु। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ टनेल हो। यहाँ मूल खर्क बजारमा श्रेय चौरमा चाहिँ टनेल बनिसकेको छ भने यहाँनिर चाहिँ एकदम यो के अरे कफीको यो नर्सरी गर्दै हुन्छ। यहाँनिर यसरी गर्नुपर्ने रहेछ नर्सरी चाहिँ। यो चाहिँ हाम्रो घरतिर पनि हुन चाहिँ हुन्छ यो कफी, तर हामीले चाहिँ त्यो त्यतिकै कफीकै झ्याङबाट झरेको त्यो बिरुवाहरू चाहिँ उखालेर यसो उसो गाड्ने गरेको थियौँ, तर त्यस्तो होइन रहेछ। यसरी गर्नुपर्ने रहेछ। यो चाहिँ तपाईँहरूलाई कतिलाई त थाहा नै छैन होला कसरी कहाँबाट बिरुवा निस्किन्छ कताबाट आउँछ। एकैचोटि तपाईँहरूले त्यो बजारमा भएको त्यो बट्टाको कफी मात्रै खानुभएको होला, तर सुरुदेखि चाहिँ यस्तो उयो फर्स्ट फेजमा चाहिँ यसरी गर्नुपर्ने रहेछ है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर चाहिँ धमाधम यहाँ दिदीहरूले गर्दै हुनुहुन्छ, अनि यहाँ एउटा कृषिको सरहरूले चाहिँ सिकाउँदै पनि हुनुहुन्छ, रोप्दै पनि हुनुहुन्छ। म चाहिँ भिडियो बनाउँदैछु, यहाँ हेर्नु होला तपाईँहरूले कसरी बनाउनुपर्छ भनेर। अनि यो जुन यो तल देख्न सक्नुहुन्छ तपाईँहरूले, यो सब कफीको लागि ट्याङ्क बनेको है गाइजहरू। यो जुन यो तलको छ नि हेर्नु त, वाउ दामी ट्याङ्क बनाउनु भएको। तर मैले यो जुन मेन ट्याङ्क बनाएको चाहिँ हेर्नुपर्छ, तर मैले हेर्न पाइनँ क्या। मलाई कस्तो छुटेछु क्या यो ट्याङ्क बनाउने बेलामा चाहिँ। अनि यो चाहिँ कृषिको भवन हो। यता यो मूल खर्कको त्यो स्कुल हो विनोद मावि। यो चाहिँ मूल खर्क बजार हो। यहाँ चाहिँ एकदम कृषि क्रान्ति चलिरहेको छ। यहाँ नर्सरी राख्ने कफीको नर्सरी हुँदैछ साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ।